राजनीतिको चपेटमा नपार दार्जिलिङको भविष्य अन्धकार नपार हामी शिक्षक कम थियौँ हामी शिक्षक कम थियौँ यो 313 कभर गर्दै कलकत्ता एउटा फैसला सुनाएको थियो है विरोधमा प्रशासनलाई भन्न चाहन्छौँ हामीले शान्तिपूर्वक र्याली गर्नु पाइन्छ यो हाम्रो अधिकार हो हामीलाई अत्याचार भएको छ हामी कानुनी प्रक्रियामा गयौँ तर हामीले कानुनमा हामीले न्याय पाएनौँ र हामीले न्याय भन्नु यहाँ आएको छौँ र हामीले तपाईँलाई वक्तव्य राखेको छ तपाईँले ध्यानपूर्वक सुन्नुहोस् होला कृपया गाडी तपाईँले अफ गरिदिनुहोस् होला कृपया किनभने हामीलाई त्यो हाम्रो परिवारको सहर छ तपाईँहरूको आज एउटा प्यासेन्जर तोड्नुपर्छ होला हाम्रो जिन्दगीको सवाल छ तपाईँलाई एक ग्यासको सवाल छ हामीलाई लाइफ टाइमको सवाल छ हाम्रो कतिवटा परिवार आज बाटोमा आएको छ त्यसको निम्ति तपाईँहरूले सुन्नुपर्छ हाम्रो कुरा मिडियाले सुन्नुपर्छ 2 शब्द राख्दै निवेदन गर्छु जब हामी भोलिन्टियर थियौँ त्यति बेला तर त्यति बेला हामीले 1 रुपियाँ बिना हामीले अरूलाई नानीहरूलाई पढाउँदाखेरि हामी के हाई एजुकेटेड भएर हामीलाई त हाम्रो आमा बाबाले दुःख गरेर पढाएको हो दुःख गरेर खाइ नखाइ पढाएको हो नि त हामीलाई पनि अनि हामीले अरूको गरिब दुखेको नानीहरूलाई यसरी मिडल क्लास फ्यामिलीलाई हामीले पढाउँदाखेरि चाहिँ त्यति बेला 1 पैसा बिना पढाउँदा चाहिँ कसैले पनि हामीमाथि औँला उठाएन हामीलाई इलिगल पनि भनेन हामीलाई तिमीहरू स्कुलबाट निस्का पनि भनेन त्यत्रो वर्ष काम गर्दा जब हामीले एपोइन्टमेन्ट पायौँ एपोइन्टमेन्ट पाएपछि चाहिँ हामीलाई कतिजना व्यक्ति अनि व्यक्तित्वहरूले होइन सङ्गठनहरूले हामीलाई इलिगल भन्दैछ अनि कसरी चाहिँ हामी इलिगल हो हामीले त स्कुलमा गएर आफ्नो सेवा गरेकै हो जुन सिस्टम थियो पहिलादेखि पहाडमा होइन जुन प्रक्रिया थियो टिचर नियुक्ति त्यही अनुसार नै हामी 313ले पनि हामीले पाएका हौँ त्यही अनुसारै हामीले पनि पाएको हौँ यदि होइन भने तपाईँहरूले यसो छानबिन गर्न सक्नुहुन्छ हामीभन्दा अगाडिको टिचरहरूको एपोइन्टमेन्टहरू कुन प्रक्रियाले भयो हामीभन्दा पछाडिको टिचरहरूको कुन प्रक्रियाद्वारा चाहिँ भयो त लु यहाँ भन्नुहोस् त सबैजनाले अन्त आज चाहिँ हामी कसरी इलिगल भयौँ 313 टिचरहरूको चाहिँ हिजो हाइकोर्टले हाम्रो नौकरी खारेज गर्दाखेरि हेर्नुहोस् है हाम्रो पहाडमा यति बुद्धिजीवी मान्छेहरू हुनुहुन्छ व्यक्ति अनि व्यक्तित्वहरू हुनुहुन्छ लिडरहरू हुनुहुन्छ है चाहे रुलिङ पार्टीको लिडर होस् चाहे अपोजिसन पार्टीको होस् तर सबैजना एकदमै कन्सियस पर्सनहरू नै हुनुहुन्छ उहाँहरू
तर अहिलेसम्म कसैले पनि हामीप्रति सहानुभूति देखाएको छैन। सहानुभूति देखाउने को छ लु भन्नुहोस् त? कसैले पनि हामी तिमीहरूको साथमा छु भनेको छैन। एउटा टिचरलाई दाग लाग्नु भनेको चाहिँ ठुलो कुरा हो। हाम्रो पहाड श्रापित भूमि बन्नेको छ, हो कि होइन भन्नुहोस् त? गुरुलाई चाहिँ शास्त्रमा पनि हाम्रो हिन्दू धर्म अनुसार गुरु चाहिँ शास्त्रमा पनि भगवानको दर्जामा राखेको छ। गुरुलाई गुरु ब्रह्मा, गुरु विष्णु, गुरु महेश्वर भनेर राखेको छ भनेदेखि त्यो गुरुलाई आज दाग लागेको छ। हेर्नुहोस्, गुरुको अपमान भएको छ, खुल्लेआम निलाम भएको छ, हाम्रो इज्जत बेइज्जत भएको छ। बाफ्रे, यस्तो ठाउँमा हामीले हाम्रो नानीहरूको भविष्य कसरी सुनिश्चित गर्न सक्छौँ, कसरी सुरक्षित गर्न सक्छौँ हाम्रो स्टुडेन्टहरूलाई, हाम्रो आफ्नै घरको नानीहरूलाई अब हामीले कहाँ लानु लु भन्नुहोस् त? हामी दुःख गरेर पढेको हाम्रो छरछिमेकीलाई पनि थाहा छ होइन, हाम्रो स्कुलको उयोलाई पनि एकछिन उयो थाहा छ। अनि तर पनि आज हामीलाई एकछिन डिस्टर्ब नगर्नुहोस् न सर। अनि आज हामीलाई इलिगल भन्दैछ कसरी? आज सबैजना पोलिटिकल लिडरहरू जति पनि हुनुहुन्छ खोइ हाम्रो सपोर्टमा को छ भनेपछि शिक्षित जमातलाई चाहिँ यहाँनिर कलङ्क लागेकोमा उनीहरू सबैजना खुसी छ? खुसी छ? हामी के पाकिस्तानको टिचरहरू हो? भन्नुहोस्, हामी पाकिस्तानबाट आएको होइन, हामी नेपालको पनि होइन, हामी बङ्गलादेशको पनि होइन, हामी कहाँको? हामी पहाडको शिक्षित एकदम हाई एजुकेटेड सबजना एमए अनर्स बिएड गरेको टिचरहरू छ यहाँ, ट्रेन टिचरहरू छ, प्लस एक्सपिरियन्स टिचरहरू छ यहाँ, बुझ्नुभयो? अनि हामीलाई त यत्रो ठुलो लान्छना लगाएर मान्छेको छेउमा हामीलाई चोर 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 भनेर हामीलाई त्यस्तो भन्ने गर्दैछ भनेदेखि अरू नपढ्ने है, कम्ती पढेको मध्यम वर्गीय मानिसहरू र हाम्रो विद्यार्थीहरूको भविष्य चाहिँ कुन बाटोमा जाँदैछ? आजदेखि पहाडको सबै स्कुलहरू बन्द छ, यसको जिम्मा कसले लिने? म यहाँबाट मेरो नानीहरूलाई स्टुडेन्टहरूलाई म यो मेसेज पनि दिन चाहन्छु, तिमीहरू नडराऊ। हामीले तिमीहरूको भविष्य सुनिश्चित गर्नुको लागि, तिमीहरूको भविष्य रक्षा गर्नुको लागि तिमीहरूको टिचरहरू आज सडकमा ओर्लेको छौँ। तिमीहरू बी स्ट्रङ, हामी लड्नेछौँ तिमीहरूको लागि नानी हो, बुझ्यौ? आज टिचरहरू सडकमा छ, स्कुल सबै बन्द छ होइन, केही छैन। कारण तिमीहरूले भोलिको दिनमा सुनौलो भविष्य हुनेछ तिमीहरूको लागि हामी लडेको, बुझ्यौ? हाम्रो काम त अब के हुन्छ होइन, हाम्रो न्यायालयमा फैसला हुन्छ, न्यायालयले अब हाम्रो नोकरी खारेज गर्नुभएको छ, तर अझै पनि हाम्रो अर्को बेन्चमा हामी अपिल गर्नेछौँ। हाम्रो लडाइँ लड्दैछ, सकेको छैन होइन। अवश्य नै न्यायालयबाट पनि हामीले पोजिटिभ हामीमा आउँछ भन्ने हामीलाई पूर्ण आश्वासन छ। पहिला पनि हामीलाई धेरै आशै थियो न्यायालयप्रति होइन, सायद हाम्रो पोजिटिभ भर्डिक्ट आउँछ होला भनेर हामी न्यायालयप्रति पनि हामी एकदमै आशावादी थियौँ र अहिले पनि छौँ, किनभने हामी एकदमै जेन्युन हौँ है, वी आर नट फेक। हामी एकदम फेक त हुँदै होइन कोही पनि। कसरी चाहिँ यति छिटो जजमेन्ट होइन, कसरी चाहिँ यति छिटो जजमेन्ट हुन्छ? यदि जजमेन्ट गर्नु हो फेक हो भनेदेखि हामी इन्डिभिजुअल कोर्टमा उभिनु तयार छौँ, रेडी छौँ। जजलाई हामी इन्डिभिजुअल भन्ने छौँ, वी आर नट फेक, वी आर जेन्युन भनेर हामी जजलाई भन्नु रेडी छौँ। हामीलाई बोलाउनु पर्यो जजले पनि, हाम्रो पनि सुन्नु पर्यो, त्यहाँदेखि मात्रै हामी फेक हो रहेछ भनेर हामीलाई फ्याँक्नु पर्यो। याद गर्नुहोस्, यसरी टिचरहरूलाई बारम्बार कलङ्क लाउँदैछ भनेदेखि एउटा शिक्षित जमात, अनि मैले अघि नै भने त भगवानको दर्जामा राखेको छ शास्त्रमा भनेदेखि हामीलाई यहाँ कुल्चिने कुरा गर्दैछ भने यो पहाड उम्भो लाग्ला, हामीले उन्मुक्ति पाउला, हामीले ल्यान्ड पाउला? कसरी पाउँछ? पाउँदैन। त्यही कारण हामी शिक्षित जमात अहिलेसम्म चुप लागेर बसेको थियौँ, किनभने हामी जो पाए त्यहीसँग हाम्रो मुख लाग्ने, हाम्रो त केही मिल्दैन पनि होइन, र हामी आफ्नो काम गरिरहेको थियौँ। तर आज अति नै हुँदा हाम्रो घाँस बाँस सबै कुरो लुटिँदा हाम्रो आत्मसम्मानमा नम्बर 1 कुरा आत्मसम्मानमा ठेस पुग्दा चाहिँ हामी कदापि चुप लाग्ने छैनौँ। तँहरू चोर हो रात दिन, तँहरूको नेम लिस्ट या रात दिन, हामी कदापि हाम्रो आत्मसम्मान चाहिँ हाम्रो काम भन्दा नौकरी भन्दा पनि ठुलो आत्मसम्मान हो एउटा टिचर भएपछि। र हामी सडकमा ओर्लिनेछौँ, यो हाम्रो कार्यक्रम धारावाहिक रूपले हुनेछ, यसलाई तपाईँहरूले अन्त नसोच्नुहोस्, भोलिदेखि अझै के हुँदै जानेछ, हेर्दै जानु। थ्याङ्क यू, धन्यवाद।